नमस्कार। आज हामी गाउँघरको खानेपानी आयोजनामा प्रयोग हुने मुख्य भल्बहरूको बारेमा सिक्नेछौँ। यी भल्बहरूले पानीको प्रवाह नियन्त्रण, हावा निकाल्ने, ब्याकफ्लो रोक्ने र प्रणाली सुरक्षित राख्ने महत्त्वपूर्ण काम गर्छन्। पहिलो, गेट भल्ब वा स्लुइस भल्ब। यो भल्ब पानीको प्रवाह पूर्ण रूपमा खोल्न वा बन्द गर्न प्रयोग गरिन्छ। मुख्य पाइपलाइन र ट्याङ्कमा आइसोलेसनको लागि राखिन्छ। दोस्रो, एयर भल्ब। पाइपलाइनको उच्च बिन्दुमा जडान गरिन्छ। फसेको हावा निकालेर एयर लक रोक्छ र प्रवाह सहज बनाउँछ। तेस्रो, वाशआउट वा स्कोर भल्ब। निम्न बिन्दुमा राखिन्छ। पाइपभित्र जम्मा भएको सेडिमेन्ट र फोहोर धुनका लागि प्रयोग हुन्छ। चौथो, चेक भल्ब वा नन रिटर्न भल्ब। पानी एकतर्फी मात्र बग्न दिन्छ र ब्याकफ्लो रोक्छ। विशेष गरी पम्प पछाडि महत्त्वपूर्ण हुन्छ। पाँचौँ, फ्लोट भल्ब। पानी ट्याङ्क वा ब्रेक प्रेसर ट्याङ्कमा पानीको स्तर स्वचालित रूपमा नियन्त्रण गर्छ। छैटौँ, बल भल्ब। घरेलु कनेक्सन र ट्याप नजिक प्रयोग हुन्छ। क्वार्टर टर्न मात्रले छिटो खोल्न वा बन्द गर्न सकिन्छ। निष्कर्षमा, सही भल्ब छनौट र नियमित मर्मतले खानेपानी प्रणालीलाई दिगो, सुरक्षित र भरपर्दो बनाउँछ। धन्यवाद।